हेलो राधे राधे हजुरहरू सबैलाई। र आज चाहिँ यहाँ भाइ हाम्रो छोराको व्रतबन्ध छ है, र म तपाईँहरूलाई यसको भिडियो बनाएर देखाउँछु। हरि ओम नमः संभवाय च मयो भवाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय च शिवतराय च ओम शंभ सदा शिवाय नमस्कार ओम गणानान्त्वा गणपति गुणवाय प्रियानान्त्वा प्रियपति गुणवाय दुर्गा र आरती यहाँ सिमी खेलाउनु हुँदैछ सबैजना है मामा। यो चाहिँ गुरुजीहरूको सब्जी हो, तल बनिरहेको छ। यहाँ चाहिँ अब गुरुजीहरूलाई मनिषा लुकिरहेछ। मनिषा ऊ ए कसले दल्दियो नि गालाभरि व्रतबन्धको लागि चाहिँ हेर्नु नि त। आज 7 दिन पुराणको 7 दिन, आज पुराणको 7 दिन र व्रतबन्ध पनि हो। यहाँ पुनमले चाहिँ यहाँ स्टार्ट गर्दैछ। मलाई फोटो खिचिदिनु नि भाउजू भन्दै भन्नु है ल। अन्जु बिजी छ हो। यहाँ भाइ पनि बिहानदेखि आएर के मिलाउनुमा होला। थापिरहनु भएको छ। यहाँ चेजुलबी बनिँदैछ हो, खाना खानु गएको रहेछ भैया। र एउटा चाखिहाल्नुपर्छ यसरी आएको बेलामा। यहाँदेखि यो के हो? यो चाहिँ के हो? केस चाहिँ केस चाहिँ के हो? केस चाहिँ के हो? हेर्नु के हो त्यो केस चाहिँ? यहाँ हेर्नु उसको चाहिँ भाइरल बनाइदिनु ल। यहाँ केस हेर्नु न हो, कस्तो राम्रो देखिरहेछ। उता उयो जस्तो हो के अरे उता भुटानबाट आएको जस्तो देखिरहेछ ड्रेस चाहिँ। तर भुटानिज लगाएको भए चाहिँ भुटानबाट आएको जस्तो देखिरहेछ हो। के हो यो? अचार, मिक्स अचार हो यो चाहिँ प्याजी पकोडा हो। तपाईँहरूले अब फ्राई माछा भन्दाखेरि यहाँ नन भेज चाहिँ चल्दैन, पुराण चल्दैछ हो। यहाँ छ मिक्स। यहाँ चाहिँ बेसी मसालेदार छैन, सबै हेल्दी मात्रै खाना बनाएको छ है। यो सोयाबिनको है, यो चाना, काबुली चानाको छोला। यो के हो कुनै याद छैन, पनिर रहेछ। यो के हो? यो मसरुम रहेछ। यो रहेछ दाल रहेछ। यहाँ चाहिँ खाना होला पक्कै पनि। राम्रोसँग लिनुहोस् है काका। लिनुभयो तपाईँले, लिनुहोस् है। हुँदैछ यो निस्क्यो, राम्रोसँगले लिनुहोस्। लिएको पनि निकालिदिन्छु त्यो। भयो निस्क्यो। यहाँ चाहिँ यति अब यता के रहेछ तपाईँहरूलाई देखाउँछु है। यो हाम्रो भान्जो केटाले पुरा यहाँ काम गरिरहेछ। हेर्नुहोस् यो चेयरहरू यताउता लानु हो। 2 जनै भान्जो एक्टिभ छ। र 2 जनै भान्जो केटो चाहिँ एक्टिभ छ है। हेर्नु सक्नुहुन्छ तपाईँले, आउँछ नि।
फोटो होइन भिडियो र यहाँनिर चाहिँ भाउजूहरू हुँदैछ भाइ त उठिहालेछ त हवन गर्दा गर्दै उठिहाल्छ त हाम्रो चाहिँ यस्तो हुनुपर्छ नि है अरू जग्गा काम आयो भने ठक्क लाग्ने हवन पनि गरिहाल्ने है कति राम्रो देखिन्छ छोरी ले भाइ दाजु काका फोटोग्राफर हाम्रो भान्जी केटीहरू दुईजना राम्री भएर यहाँनिर बसिरहनु भएछ रिसेप्सनमा र यहाँ चटपटीदेखि सुरु भएको छ आजको अन्त यहाँभित्र चाहिँ यस्तो भिक्षा दिनुको लागि चाहिँ धेरै भिड भइरहेको छ हो हेर्नुहोस् बहिनी भाइ एकदम रिस उठ्यो मलाई खै भाइ कहाँ पुग्यो मैले अघि नि 3 पल्ट पुर्याइदिएँ बाई 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 यहाँ हेर्नुहोस् है हाम्रो 40 दाजु कट भिडियो बनाएर के छैन भिडियो बना फोटो खिच्छ तपाईँ घर कहाँ पो नामथाङ है आज मेरो व्रत त पनि यहाँ दिदो मेरो
गौदानम आजको यस व्रतबन्ध र हाम्रो पुराणको 7औं दिनको भिडियो यहीँसम्म। तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मन परेमा शेयर पनि गरिदिनु होला। राधे राधे हजुरहरू सबैलाई। फेरि भेटौँ नेक्स्ट भिडियोमा।